हेलो साथीहरु, वेलकम टु माई भिडियो। र आज चाहिँ मैले किन भिडियो बनाउँदैछु भने मैले अस्ति है आलु निकाल्दाखेरि भिडियो बनाउँछु भनेको थिएँ र अब आलु निकाल्नु अरे र त्यही भएर चाहिँ मैले आज भिडियो बनाउँदैछु हो साथीहरु। र म चाहिँ अब आमा बाबाकोमा जाँदैछु। आमा चाहिँ अघि चाहिँ गइसक्नु भएको छ। त्यो आलु निकालेर चाहिँ अदुवा लाउने अरे बारीमा र अब आलु निकाल्नुको लागि चाहिँ मैले आमालाई बारी जाँदैछु साथीहरु। हेर्नु हाम्रो अलैँची बारी है। अब झन्डै लड्यो। म चाहिँ त्यस्तो उयो गर्नु जान्दिनँ साथीहरु, तर सघाउनु मात्रै हो। यसो यताउता है, उता राख्ने सट्टाइदिने चाहिँ गर्नु सक्दैछु र त्यही भएर आमालाई अलिकति हेल्प हुन्छ भनेर है आमाकोमा जाँदैछु म साथीहरु। जा सुँगुल हालिदिनु। यो त मुलाको होइन, मुलाको साग। आलु त यहीँबाट देख्दो रहेछ। आमामा ए आलु बाहिर निकालिरहेको रहेछ। अब यो बारीमा चाहिँ आलु निकालेर के लाउनुपर्छ, अदुवा। खान्छस् के खाँदैनस्? बुन्टी लाँदै खान्छस् भनेर खा। खाँदैछ मात्रै तैँले त। आचे खा खा। खान्छस् खाँदैनस्? खान्छस् भने खाइहाल्न। अबुई ल ल ल ल ल अलिक जा उता जा। अप्ठ्यारो भयो ल खा। जुसले जाला। खान्छस् भने खाइहाल्न है। हजार खाँदैछ, खानु त खाँदैछ। यहाँ चाहिँ अहिले खाली छ हो साथीहरु। हाम्रो 4टा हालेकोमा 2टा चाहिँ मर्यो। एउटा चितुवाले खायो, एउटा मर्यो। सानो बच्चामै मर्यो र एउटा चाहिँ ठुलो भएपछि चितुवाले खाइदियो हो साथीहरु। 2टा चाहिँ छ अब। खाँदैछ, खानु त हाल्दे। 2टालाई हाल्दे। ठुलोले त मजाले खाँदैछ। ओइ धनिया छ नि, त्यो धनियालाई सबै यसरी उखाल त। त्यो उखाल सबैलाई आमा कहिले उखाल्सक्नु अन्त? कस्तो कहिले उखाल्सक्ने? यति छैन त अन्त। कम्ती छैन त अन्त। गल्ती गरे क्या साथीहरु मैले त। सघाउनु आएर त झ्यार देखेर अल्छी लाग्यो म त। आमा यत्रो झ्यार कहिले गरिसक्नु?
म फेरि सुँगुरलाई झ्यार हालिदिनु जाँदैछु है। यो चाहिँ के झ्यार हो कुनै थाहा छैन मलाई, सुँगुरले मन पराएर खान्छ यो चाहिँ हो। आमामामा झन्डै झऱ्यो। खाइसकिस्? त्यसको ओछ्यान लाएर ल लिएर हालिदिनु पऱ्यो। यसको अलिक खुल्ला रहेछ नि। बोका बोका ए ल कालो खान थाले। यो झार चाहिँ यसलाई मन पर्दो रहेछ। पुच्छर लाउँदै खाँदैछौ। मन पर्यो? यही मन पर्यो? यहाँ चाहिँ टमाटर फलिरहेको छ है। त्यहाँ मैले अघि अदुवा रोपिसकिसक्यो हो साथीहरू। यहाँबाट चाहिँ अब झ्यासहरूलाई निकालिसकेको छ है। झ्यासहरू गोरिसकेको छ र आमाले चाहिँ यहाँनिर खन्दै आउँदैछ हो साथीहरू। अब चाहिँ यहाँ खन्दै 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 आएर चाहिँ आलु चाहिँ यहाँदेखिको उता चाहिँ छ र यहाँदेखिको उता चाहिँ अब आलु निकाल्नुपर्छ त्यहाँदेखिको। यो बाहिर बाहिर भएको चाहिँ निकालिँदै गर्नु पर्यो हातले। अब कडा पुग्दो रहेछ त हौ। यो पनि माटोमा गाडेको पुग्दो रहेछ, पुरा कडा पुग्दो रहेछ। Yo. Tu boleh main boleh sih. यताबाट खनेको चाहिँ मैले यता अलिक उयो छ नि त बारी, अन्त मैले एकैचोटि खनेर लिएको त। कमुलो? होइन कमुलो होइन हो। के हो कडा? के छ? यता अलिकति डाउन छ नि त बारी, अन्त मिलाउनुको लागि यताबाट खनेको हो भनेको। ए छिल्ने परासम्म पुरै राख्नु पर्यो। त्यसो भए त्यो खन्दै ल्याएर त्यो निकाल्ने होइन? साथीहरू यो कुन चाहिँ फल हो कमेन्ट गर्नु होला। यो चाहिँ राम्रो पाकेको छैन, पुरा पाकेको चाहिँ गुलियो हुन्छ हो साथीहरू। यो चाहिँ अमिलो छैले चाहिँ कुन चाहिँ फल हो यो चाहिँ कमेन्ट गर्नु है। आधी अलिअलि त निकाल्यो नि कोटाएर। र अब चाहिँ आलु चाहिँ निक्लिन थाल्यो। आधी बारीदेखि मात्रै थिएन त, यहाँ चाहिँ थिएन हो साथीहरू। र अब चाहिँ निकाल्नु थाल्यो आलुहरू। हेरौँ कति निस्किन्छ। ट्रक बोलाउनु पऱ्यो भने मार त है बा। आलु बेसी फलेर त्यसले पनि जमालिदिनु सकेन आएको छ त। ठुल्ठुलो फलेछ भन्नु त है, ठुलो सानो सबै फलेछ है। कसलाई कति कति किलो चाहियो साथीहरू?
हाम्रो चाहिँ साथीहरु अब आलु चाहिँ यति भइसकेको छ है। अब अलिकति अझै खन्नु छ र यो चाहिँ एक्सपेक्टेसन भन्दा चाहिँ अलिक कम फल्यो भन्दैछ है आमाले। जे नै भए पनि कमै फले पनि तर यो चाहिँ एकदमै अब मलमा गाईको मलमा रोपेको हो है। कुनै पनि त्यो उयोहरु युज नगरी पेस्टिसाइड्सहरु है, अर्ग्यानिक हो यो चाहिँ। किन कम फल्यो भन्दाखेरि चाहिँ आलु चाहिँ धेरै कुहिएछ क्या साथीहरु। कुहिएछ यत्रो यत्रो पनि फलेको थिएछ, यत्रो यत्रो पनि कुहिएछ आलु। अब यति चाहिँ खन्नु हो। यहाँदेखिको चाहिँ रोपेको थियो नि त आधी, यहाँदेखिको उता चाहिँ यहाँ चाहिँ आलुको खोजाइ हुँदैछ। हजुर यहाँ चाहिँ आलुको खोजाइ हुँदैछ हैमा। आलुको खोदाइ हैन, आलुको खोजाइ हुँदैछ। कोही लाइनमा त रोप्नु बिर्स्यो क्या आलु। रोप्नु बिर्स्यो होला, फलिरहेको छ त अन्त कतिवटामा त अन्त। अब
चाहिँ खरिसक्न आँट्यो साथीहरू। हेलो अब अलिकति छ हेर्न न। हम तो जुदाई में अकेले गीत फेरि यस्तो लाग्दैछ कि साथीहरू। आलु खाँदाखेरि मजा आउँदैछ, आलु नपाए पनि। आलु बटुङटङ निस्केर मजा आउँदैछ बटुल्नु। धुलो त चाहिँ हुँदैन न यता। गरेछ एउटा त दामी है, सप्पा सप्पा फलेछ है। जस्तै काटेर रोपेको त्यस्तै रहेछ यो त्यही। दस किलोहरू त फलिसक्यो। हो तुमको ही मांगा करते हम तो जुदाई में अकेले तुमको ही रोका करते थे। बाहिर भरिआएछ। अब सक्न आँट्यो, यति हो लास्ट। कतिवटा निक्लिँदो रहेछ, गर्नु पर्यो 2 हेर्नु ल। लास्ट कोहीबाट खुमले किराएनु त्यहाँ पनि छ आलो भित्रतिर होइन। उयाम छ आलु, उयाम छ, उयाँ छ उपर, उयाँ हो आधा हो त्यहाँ छ। यता पनि छ हौ। कम नहीं करना कोई सितम, उयाँ हौ त्यहाँ मुनि हौ त्यहाँ छ। कतिवटा फलेछ लास्टमा? 1 2 3 4 5 6 7 8 9 10 11 12 13 16 17 18 3 6 3 9 3 12 13 14 15 16 17 18 यहाँ छ एउटा 19वटा फलेछ यसरी। हो मैले लास्ट भन्दाखेरि कत्रो थियो त्यो ड्याङमा चाहिँ। भन्दै लाग्यो हौ खुट्टामा। उठाउनु न, उताबाट उठाउनु न। आएको यहाँ बारीमा आया हौ, नगर न। छ्या
पिया 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 हो पिया आइज छोरी। अब चाहिँ हामीले आलु खनिसकेर पनि घर लगेको साथीहरू। आमाले चाहिँ आलु बोकेर हिँड्दैछ, म चाहिँ के खै अब चाहिँ आलुलाई तौलिम भनेको हो साथीहरू। हेर्नु 8 किलो 201 ग्राम। साथीहरू म चाहिँ आएर पनि बसिराख्छु है। आलु कति फल्यो भने त तपाईँले देखिहाल्नुभयो है। 8 किलो 201 ग्राम फलेछ आलु चाहिँ। त्यति भए पनि होइन, नहुनुभन्दा त आफ्नो घरमा फलेको त्यति भए पनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ हो। अनि जसले पनि मेरो भिडियोलाई अन्त्यसम्म हेरिदिनुभयो उहाँहरूलाई धन्यवाद छ। अनि आशा गर्दछु हजुरहरूले एक लाइक कमेन्ट अनि सेयर गरिदिनुहुन्छ मेरो भिडियोलाई। अनि लास्ट बट नट द लिस्ट फलो गरिदिनुहुन्छ है मेरो पेजलाई भनेर आशा गर्दछु साथीहरू। बाई बाई, सी यू इन द नेक्स्ट भिडियो।